मिलाप चौक जानु पर्यो के हो यार पानी पर्छ क्या भएको छ मौसम सक्दा बाइक पार्किङ चाहिँ टक्क त्यहाँ ल रानी र जम्मा खर्च यस प्रकार रहेको छ। हेलो गुड मर्निङ सबैजनालाई। अनि सबैजना सन्चै हुनुहुन्छ? म सन्चै नै छु। आज चाहिँ टक्क बिहानीको समयमा हामी मिलाप चर्चतिर यसो जाऊँ कि भनेर गइरहेछौँ। त्यहाँ एउटा प्रोग्राम छ अरे, के प्रोग्राम भन्ने चाहिँ म तपाईँहरूलाई देखाउने छु अहिलेसम्म। त्यही भएर सुरुदेखि अन्तिमसम्म मैसँग रहनु होला, भिडियोलाई स्किप नगर्नु होला, स्क्रोल नगर्नु होला, किनभने भिडियोको रहस्य बुझ्नुहुन्न। ल लेट्स गो। टक्क लाएर अब चाहिँ हेर्नु सक्यो होइन, टक्क अब मिलाप चौकतिर जानु पऱ्यो, कफीको महिना आउनु पऱ्यो होइन। यसो बिहानको समयमा सबैजना चिया नास्ता गर्नु भइसक्यो होला। अनि पनि पानी सानी चाहिँ खाएर हिँड्यो। अब नास्ता चाहिँ उतै गएर बेच खा सायद खाइ त। के हो यार पानी पर्छ क्या भएको छ मौसम चाहिँ च्यालेन्ज पो भइरहेको छ त गाइस यार। मौसम हेर्नु यस्तो भइरहेको छ त यार, मौसम चाहिँ च्यालेन्ज बिस्तारै हान्छ भयो यार। कडक कडक के हो यस्तो यस्तो पछाडि बसेर भिडियो गरौँ भनेको गाइस यार। होइन यहाँ के गर्छ यार, फोटो देखाइदिनु पऱ्यो यसो। फेरि भाइ रिसाउँछ है त्यसो ल। पलम्बी स्कुल आइपुगेको अवस्था छ अहिले चाहिँ होइन। दिएको सक्नुहुनेछ पलम्बी स्कुल रहेको छ। पलम्बी स्कुल टक्क लगाएर यहाँ चाहिँ गाडी पनि आयो होइन। टक्क भ्यू हेर्नु होला गाडी बिहानीको मर्निङ तर केही देखेको छैन यहाँ। हामी कहाँकै पलम्बी स्कुल आइपुगिसकेको छ। त्यही भएर यसो देखाइदिनु नि होइन। जानु यसो माया गर्नु पऱ्यो, माया गर्नु पऱ्यो। त्यही त हो होइन। माया देखाइदिनु होला, माया गरिदिनु होला। यसरी जिन्दगीमा मायाभन्दा ठुलो चिज माया छ त हामी छौँ तपाईँ हुनुहुन्छ। चलपल मार्केटमा खोला पनि यतातिर रहेछ। लाप्च चाहिँ यतापट्टि रहेको छ। मिलाप चाहिँ यही हो होइन। सबजना बाइक पार्किङ चाहिँ टक्क त्यहाँ लगेर आइसक्यो अरे टक्क लगाए। अब यसको भाइ ल्यायो भाइ सिधै कसरी भयो बास डबल हान्नै पर्दैन ल। मिलाप चर्च सर बिस्तार यस्तो होला औडा यस्तो चाहिँ चर्च सर एल्बम साउन्ड चाहिँ गर्दैछ यतातिर सुरु भइसक्यो टक्क।
ए पछि चाहिँ यो माथि बनाउनु भएको आज मौसम के भएको दाइ यस्तो ल त्यही भने भुइँचा लाउँछ क्या हजुर यसबाट ठिक छ यिनीहरूको मौसम यस्तो छ के भयो त त्यही भएर दाइ तातो पानी खाने भाइ चाहिँ खाने ठिक्क होइन त दाइ बिहानै अलिकति गुलियो किन बज्जु भएको जस्तो हुन्छ यस्तो मौसम होइन दाइ कस्तो ठिक छ सबैजनालाई आजको बारेमा केही भनिदिनु त यसो आज हाम्रो मण्डलीमा चाहिँ अस्ति यस्तो सन्डेको समीक्षा प्लस समापन कार्यक्रम हुँदैछ जो जति पाल्नु भएको छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु जय मसी ल यस्तो छ है मौसम के भयो दाइ चाहिँ टक्क टेबल मिलाउँदै हुनुहुन्छ होइन त दाइ यस आजको भोजन कार्यक्रमको लागि हामी टेबल सेटअप तयार गर्दैछौँ अहिले कार्यक्रम सकेपछि यसो भोजन कार्यक्रम गर्नु पऱ्यो नि त होइन कतिवटा जति दाइ दुईवटा जति गर्ने दुईवटा तिनवटा ओके अहिले पानी पऱ्यो भने यहाँको लाइट चाहिँ छैन दाइ लाइट बाल्नु नि लाइट यो भित्रमा त छन त रहेछ त्यो भित्र पनि बाल्नुपर्छ हो त्यसको लागि चाबी चाहिन्छ चाबी छैन चाबी हामीसँग छैन ल एकछिन भेटौँला है भाँडा हालिदिनु पऱ्यो होला फेरि भित्र छिर्दिने अब भन्नुहोस् न क्वायरहरू हाम्रो यसपालिको यो स्टार कार्यक्रममा राम्रो पक्ष चाहिँ यसै एउटा ब्यान्ड बाजा चाहिँ गर्दाखेरि चाहिँ त्यसले अझ आकर्षण पुऱ्याएको थियो कार्यक्रममा एउटा र्याली राम्रो पुऱ्याएको थियो अलिकति खल्ल लागेको चाहिँ धेरैजना उपस्थित भएको कतिजना चाहिँ उपस्थित नभएको पनि राम्रोसँगले खबरहरू गर्न सकिन्थ्यो होला अनि त्यसपालि उता पनि तयारी त्यस्तै ढिलो पछि नै भयो पनि अलिक पछि नै भयो हामीले कमसेकम कस्तो भने यो पुनरुत्थान भनेको चाहिँ हाम्रो क्रिस्चियनहरूको लागि एकदम महत्त्वपूर्ण समय हो त्यसमा यसलाई अलिक समयमै हामीले सुरु गरेर अनि अरू मण्डलीहरू पनि राम्रोसँग मोबिलाइजहरू गर्न सक्यो भने चाहिँ राम्रो हुनेछ अनि अर्को चाहिँ यो एउटा हात चाहिँ मलाई यो साउन्ड सिस्टमको बारेमा यो साउन्ड सिस्टम जति भने पनि यो जहिले पनि त्यो साउन्ड सिस्टम चाहिँ केही न केही बाधा त्यो जहिले पनि भयो र अब हामी अर्को साथै हामी चाहिँ त्यो पन्ची बाजा हालेर गर्नु जस्तो लाग्छ मलाई ओके जयमसी सबैजनालाई म चाहिँ यसपालि क्वायरमा थिएँ अनि के सोचेको थिएँ भन्दाखेरि चाहिँ पहिला चाहिँ के भन्छ प्र्याक्टिसहरू सकेर क्वायरहरूलाई एकलट चाहिँ के भन्छ सङ्गति सुरु गर्नुभन्दा अगाडि चाहिँ खाजा दिनु भएको थियो भनेर चाहिँ सुनेको थिएँ बट यसपालि चाहिँ हाम्रो प्र्याक्टिसहरू सबै सक्यो अनि सङ्गति पनि हतार हतार सुरु गरियो टाइपको यसपालि चाहिँ के भन्छ खाजाको चाहिँ व्यवस्था थियो कि थिएन त्यो चाहिँ थाहा भएन बट अब चाहिँ के भन्छ क्वायरहरूको लागि चाहिँ सुरुमा चाहिँ अलिकति खाजाको पनि गर्दै गर्दा मलाई पनि बोलाउनु जस्तो लाग्यो विशेष चाहिँ अब हाम्रो राम्रो पक्ष भनेको चाहिँ हामीले स्टेट प्रोग्राममा
एकदम र्याली पनि सबैजनाले हाम्रो भोलिन्टियर साथीहरूदेखि लिएर हाम्रो र्याली सहयोगीहरूदेखि लिएर सबैजनाले आफ्नो जिम्मेवारी निभाउनु भयो अनि त्यो कारणले गर्दाखेरि चाहिँ एकदम राम्रो भयो अनि हाम्रो एउटा आकर्षणको कुरा भनेको चाहिँ